हेलो नमस्ते एभ्रिवान साथीहरू गुड मर्निङ भन्ने मिल्दैन होइन गुड आफ्टरनुन भन्ने बेला भइसक्यो तपाईँहरूलाई चाहिँ आज म एउटा मोटरसाइकल नजिक हो केही कुराहरू तपाईँलाई देखाउने कोसिस गर्नेछु कृपया भिडियोको अन्त्यसम्म रहनु होला र सब्सक्राइब कमेन्ट गरिदिनु होला नयाँ नयाँ साथीहरू त पनि त्यही भन्न चाहन्छु धन्यवाद थ्याङ्क यू सो मच यहाँ पुट्टा लाया मोबाइल यो पनि ड्यामै हो मेसिनहरू अस्ति यो ड्याम पुरै सुकाएको थिएँ म अस्ति आएको थिएँ कति गहिरो छ यो हेर्न सक्नुहुन्छ कस्तो छ यो ड्याम कस्तो पानी घुमेको छ क्या सर यस्तो गहिरो होला त्यो थोरै दिन गहिरो त छैन त्यो यत्रो ड्याम पानी जम्मा गरेको छैन यस्तो धुवा निस्किन्छ यहाँबाट एकछिनपछि देख्न सक्नुहुन्छ कति ठुलो छ एउटा एउटा ढोका खोलेको रहेछ ड्याममा
यो एउटा गेट चाहिँ खोलेको छ। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। ड्याम यो भइहाल्यो होइन। यसो घुमेर एउटा ढोका चाहिँ खोलेको छ। नौसाङ्ग्रिक एउटा ढोका खोलेको छ। एउटा मात्रै खोलेको रहेछ। अन्त अर्को छ। यो एउटा खोलेको छ। यो एउटा अलिकति मात्रै खोलेको छ। यहाँ ब्रेकले हानेको छ। यो चाहिँ बन्द गरेको थियो। यो चाहिँ यति मात्रै खोलेको रहेछ। यति खोलेको छ, यति बन्द गरेको थियो। यो दुईवटा चाहिँ बन्द गरेको छ। पानीको आवाज एउटा छेउको नि खोलेको छ। खोलाइ बगाइदिनु सक्नुहुन्छ। बाटो यही हो, बाँध यही हो। ट्रेनहरू एउटा ढोका खोलेको रहेछ। त्यो सानो एउटा यहाँ बिग्रेर बसेको छ। हो त्यही होला साथै घुम्न आएको त्यहाँ चाहिँ त्यही कुरा भिडियो बनाउने भनेर बनाएको। पानीको हेर्नु त भोइस कत्रो आएर छ। डेन्जर आवाज आएर छ पानीको। लो जाँदैछौँ हामी अब बेलुका यसो घुम्न आएको नौसाङ्ग्रे ड्याममा। तर भयङ्कर पानी छ। यस्तो पानीको पावर कत्रो भोलेमा आवाज आएर छ। यो पनि ड्यामै हो। यति खोलेको रहेछ यसपालि। दुईवटा काठ राखेको छ। चारवटा काठ टेकाएको छ उचालेर। ड्याम यत्रो भयङ्कर छ त। ट्रेनहरू रेडी बाई स्ट्यान्ड बाई। कहिले दिइरहेको पनि यहीँ छ। नौसाङ्ग्रे आवाज कत्रो आएको त बाप। आँसु आवाज आएर छ। पुरा गाडीहरू कुहिएर बसिसक्यो। अनि त्रिवेदी मिसिनहरू छ औजारहरू। त्यो पनि कुहिसक्यो, यो पनि कुहिसक्यो मिसिन। यो ड्यामको बाटो कत्रो आवाज आएको बाप। यो पनि ड्यामै हो। यहाँबाट चाहिँ पानी उता जान्छ, त्यसपछि बिजुली निस्किने
छ गर्नु सक्नु साथीहरू कत्रो छ त मोटरसाइकल पहिला मेरो भिडियो हेरेर सक्नु तपाईँहरूले कत्रो देख्नु भएको छ पहिलाबाट अहिले हेर्नु त मोटरसाइकल कत्रो छ बिहामै हो यो कत्रो आवाज आएको क्या मोटरसाइकल भयङ्कर आवाज आएको प्लस ट्रेन सक्नुहुन्छ कत्रो छाल हाल्नु भयङ्कर छ भयङ्कर भयङ्कर ल सक्नु छ साथीहरूलाई कत्रो आएको छ हौ मोटरसाइकल हाल हेर्नु त कत्रो आएको भयङ्कर छ हौ खोला अहिले